फेरि पनि नमस्ते। म निरज मगरको तर्फबाट सबैजना आरामै सन्चै कुशल मङ्गल हुनुहुन्छ होला भन्ने आशा राख्दै एकदम सर्ट भिडियो बनाउँदैछु। फेरि पनि आज चाहिँ फेरि पनि हाम्रो पुरानो रुममा जाँदैछु। त्यही भएर अलिकति केही यहाँको चाहिँ एउटा मेमोरी हुन्छ नि, बस्ने ठाउँदेखि लिएर बगानसम्म एकदम राम्रो थियो। सर्टेन टाइमको लागि आएको थियौँ। अब जाने फेरि कम्पनीमै बम हानिकन यता उता कुदाइरहेछ। बस्ने ठाउँ अलि एकदम कम्पनीलाई पनि त होला नि अलि सुरक्षित ठाउँमा राखौँ, आफ्नो स्टाफ सुरक्षित ठाउँमा बसोस् भन्ने चाहना भएर होला एकदम सुरक्षित ठाउँमा राखेको थियो। अहिले चाहिँ अलिकति नर्मल, ब्याक टु दि नर्मल भयो। अहिले 3-4 दिन भयो एकदम राम्रै छ कतारमा चाहिँ। अब हजुरहरूकोमा कस्तो छ? दुबईमा र साउदीमा चाहिँ अलिकति गाह्रै छ भन्ने सुनेको छु। अलिकति टेक केयर भएर बस्नु होला, आफ्नो ख्याल गर्नु होला। राम्रो थियो यहाँ त, एकदम राम्रो थियो। यत्रो किङ साइजको बेडमा सुताएको थियो। के हो जानु परेको 5 स्टार जस्तै थियो। अब जानु पर्ने भयो, के गर्ने। सबै राम्रो थियो यहाँ त। बाहिरको भ्यू पनि एकदम राम्रो देखिन्थ्यो। उज्यालोले के गर्दा केही देखिएन यहाँ त। बाहिरको भ्यू त एकदम राम्रो थियो। जस सुविधा सम्पन्न 5 स्टार होटलमा बसिया थियो। अब जाने भयो। मेरो चाहिँ एक सिङ्गल रुम थियो, यहाँ चाहिँ साथीहरूको डबल रुम थियो। यहाँ चाहिँ अर्को एकजना हुनुहुन्छ। सबै राम्रो थियो। राम्रोको बावजुद पनि जानुपर्ने हो, के भने जानैपर्छ। कम्पनीले दिएको सुविधा अलि राम्रोबाट चाहिँ अब रेगुलर उहाँ पनि राम्रै छ, ठिकै छ, त्यस्तो नराम्रो छैन। यहाँ चाहिँ अहिले चाहिँ यस्तो अपार्टमेन्टमा राखेको थियो हामीलाई। उहाँ पनि ठिक छ। अब उहाँ सबैजना साथीहरू भेला हुन्छौँ, सबैजना रमाइलो गर्छौँ। फेरि काम भनेको त्यस्तै हो, काम भनेको खुल्दै गर्छ, बिस्तारै चल्दै गर्छ। सबैभन्दा ठुलो कुरो त आफ्नो ज्यान हो। आफ्नो ज्यानलाई चाहिँ राम्रो भयो भने पैसा भनेको, काम भनेको बिस्तारै कमाउँदै गरौँला, गर्दै गरौँला। मेरो ख्यालमा जहाँसम्म लाग्छ अब काम पनि बिस्तारै सुरु हुन्छ होला भन्ने लाग्छ। यस्तै छ परदेशीको जिन्दगी। आज यहाँ भोलि कहाँ, राखेको ठाउँमा र बस्नु परेको, उनीहरूको अर्डर मान्नु परेको, त्यही छ। कस्तो टेढो पो देख्दोरहेछ यो क्यामेरा। भिडियो पनि एकदम ब्लर आउँछ होला मेरो त, किनभने अब यो सस्तो क्यामेराको कमाल यस्तै हुन्छ। अलिकति अब प्रोफेसनल तरिकाले अब बनाएको पनि होइन। प्रोफेसनल काम आफ्नो अर्कै छ किचनमा। अब क्यामेरा बोकेर अब हिँड्ने कुरो भएन। क्यामेरा बिस्तारै अलिकति राम्रो हुँदै गयो भने किन्ने विचारमा चाहिँ छु। कहिले हुन्छ थाहा छैन। भयो जहाँसम्म अब राम्रो भयो भने अब बिस्तारै गरौँला। क्यामेरा पनि किनौँला, केही छैन। अहिले चाहिँ सिक्दै पनि छु। यहीबाट सिकेर पछि अलिकति राम्रै हो। सिकिसकेपछि म त खासै एडिट गर्नु पनि आउँदैन, केही पनि आउँदैन। जस्तो छ त्यस्तै हालिदिन्छु म, किनभने अब आफूलाई नलेज पनि छैन यो सम्बन्धी। एडिट गर्नु पनि आउँदैन मोबाइलबाट, अब कम्प्युटर चलाउन आउँदैन। मेन कुरो एडिट गर्न आएपछि
जस्तो छ त्यस्तो ऱ्यान्डमली जस्तो बनाएको छ त्यस्तो एकदम र भिडियो हाल्छु म चाहिँ भिडियो हाल्छु अनि हाल्ने पनि त्यस्तै हाल्ने गरेको छु। अब अहिलेसम्म चाहिँ अब भ्युज पनि खतरा गएको छ मेरो त। 35-36 जनाले हेरिदिनुहुन्छ, माया गरिदिनु भएको छ। हो त्योभन्दा अरू के चाहिएर मलाई। भन्दै अब अरू भन्नु त खासै केही छैन, बोल्नु पनि आउँदैन। अब बिस्तारै सिक्दैछु भनिहालेँ। ल अन्तिममा चाहिँ के भन्छु भने अब सकभर त अब नर्मलै होस्, युद्ध राम्रो चिज पनि होइन। सबै वार्तामा होस्, नर्मल होस्, सबैजना पहिलाको जस्तै नर्मल भएर काम गर्नु पाऊँ। अब नेपालमा पनि लगभग ग्यासहरू पेट्रोलहरू सर्टेज भइसक्यो यही युद्धको कारणले। युद्ध नहोस्, राम्रो होस्, सबैजना नर्मल काम गर्नु पाऊँ, पहिलाको जस्तो सहज सबै कुरा सहज होस्, यही छ अब भगवानसँग कामना मेरो तर्फबाट चाहिँ। र जहाँ बस्नुहुन्छ, जता बस्नुहुन्छ एकदम अलिकति राम्रोसँग बस्नु होला, आफ्नो केयर गर्नु होला। विशेष गरी यो हामी चाहिँ यो गल्फ कन्ट्रीमा हुनेलाई चाहिँ अलिकति गाह्रै छ। जति पनि गल्फमा बस्नुहुन्छ उहाँहरूलाई चाहिँ एकदम मेरो चाहिँ सुझावै छ, अलिकति सेफ भएर बस्नु होला, आफ्नो ख्याल गर्नु होला भन्दै आजको चाहिँ एकदम छोटो मिठो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद।